बाहिरको मौसम चाहिँ यस्तो छ साथीहरू आज है। यस्तो देखिन्छ है एकदम दामी सिनहरू। यता घाम हल्का घाम लागिराखेको छ, बादल पनि लागिराखेको छ है। यस्तै छ साथीहरू यहाँको हावापानी आजको मौसम। अनि अब चाउमिन बनाउनको लागि रेडी भइसकेको छ, माल मेटेरियल सबै होइन। टक्क बनाउनु पर्यो, अब खानु पर्यो, भोक पनि लागिसक्यो। म अब बनाउँदै देखाउँछु है त साथीहरू। यहाँ छ मेरो अब चाउमिन पनि बोइल हुँदैछ होइन। टक्क लगाएर गरम पानी, अब यहाँ कडाईमा तेल हालेर टक्क लगाइसकेँ होइन। अनि सबै यसलाई फ्राई गर्नु पर्यो भेजिटेबल होइन। कडाईमा पनि तेल गरम हुँदैछ साथीहरू है। मैले खुर्सानी र क्याप्सिकम फ्राई गर्दैछु साथीहरू है। पहिला यसलाई हल्का फ्राई भइसकेपछि त्यसपछि प्याज र बन्दाकोपी, प्याज पनि हालिसक्यो है मेरो। बन्दाकोपी पनि हालिसक्यो है। अब यसलाई बिस्तारै एकछिन फ्राई गर्नु पर्यो। यो फ्राई भइसकेपछि टमाटर राखेर मसला अनि चाउमिन है त। टमेटो सस अलि थोरै थियो मसँग बचेको, त्यो कारणले मैले टमाटर राखेको है साथीहरू। तर टमेटो राख्दा पनि मिठै हुन्छ, किनकि आफ्नो घरको स्टाइलको चाउमिन हो नि त होइन। बजारको भइदिएको भए अब टमेटो हुन्थेन। यस्तो इच्छा साथीहरू। मेरो टमेटो पनि राखिसक्यो है यसमा। अब यो भेजिटेबललाई हल्का फ्राई गरेर चाउमिन हालिन्छ साथीहरू। कस्तो हुन्छ है। ल साथीहरू, मैले मसला भयो, नुडल्स मसला अनि चिल्ली सबै राखिसक्यो है। अब यसलाई हल्का मिक्स गरौँ। ल साथीहरू, ल गाइज, मैले सस पनि राखिसक्यो है। सोया सस, टमाटो सस, ग्रिन चिल्ली सस। अनि मेरो चाउमिन यता रेडी छ। ल साथीहरू, मेरो फाइनल्ली चाउमिन पनि रेडी भइसक्यो है। ल साथीहरू, मेरो फाइनल्ली चाउमिन पनि रेडी भयो है। अब खानुपर्छ एकछिनमा। अनि धेरै यताउता पोख्यो है चलाउन नमिलेर, कडाई सानो भएर। एकदम राम्रो भएको छ है, तर टेस्ट चाहिँ गरेको छैन। कस्तो हुन्छ लेट्स सी होइन लास्टमा। लेट्स गो गाइज भने जस्तै अब खानुपर्छ, भोक लागिसक्यो है साथीहरू। यस्तो छ। ल साथीहरू, मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला लास्टमा है। आजलाई यति नै साथीहरू। ल साथीहरू, चाउमिन पनि बनिसक्यो। अब टेस्ट त गर्नु पर्यो आफूले बनाइसकेपछि होइन। एकदम मिठो भएछ है साथीहरू। आफ्नो घरमा बनाएको हो नि त रुममा होइन। कस्तो छ है।
ल साथीहरू, अब लास्टमा फिनिस है। यस्तो हो साथीहरू, कहिले कसो रमाइलो रुममै बसेर। ओके, बाई बाई साथीहरू।